कस्तो दिन जानु आँटेको उता तपाईँ नि हेर्नुहुन्छ हेर्नु न हेर्नु प्लिज ह्याभ अ लुक ओभर हियर राम्रो देखिरहनु भएको छ बाई 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 बस एन्ड अब हामी रेडी हुन्छ म ठुल्दिजु बिनाजु जाने हो ए हो आई विल बी अपडेटिङ यु गाइज अनि मैले चाहिँ घरमा आफ्नो लाइक आउटफिट अफ द डे देखाउन बिर्सेछु अनि यहीँ गएर खिचिहालेँ कोही नआउनु भएको बेला बिकज आइ एम भेरी साई किड अनि त्यसपछि यहाँनिर खै निम्तो दिन जाँदाखेरि त्यो इन्भिटेसन त्यो कार्ड अनि त्यसपछि खै के लगाउनु पर्ने रहेछ त्यो लग्यौँ हामीले अनि त्यसपछि ठुल्देजूले टिका लगाइदिनु भयो अनि स्विट्सहरू दिनुभयो अनि त्यसपछि ढाका टोपी लगाइदिनु भएको ठुलोजूलाई लगाइदिनु आएन अनि पिनाजुले आफै लगाउनु भयो अनि त्यसपछि अनि फोटो खिच्दाखेरि अनि त्यो भिडियो खिच्दा अप्ठ्यारो भइरहेको थियो नि त मैले त्यो विन्डोपट्टि राखेर खिचेको क्या आफ्नै हातमा राखेर खिचेको थिइनँ अनि विन्डोपट्टि राखेर खिचेको भएर यस्तो लाइक फ्रन्ट सिधा पनि नै आएको थियो के अनि सिधा आउँदाखेरि त अनि यो यस्तो स्लाइड गर्दा त मिल्दैन त्यही भएर मैले बाङ्गो बनाएको छु यहाँ चाहिँ नत्र चाहिँ मैले विन्डोमा राख्दाखेरि सिधा नै बनाएको थिएँ भिडियो अनि अहिले चाहिँ बाङ्गो बनाएको अनि त्यसपछि ठुल्देजूले अनि त्यो इन्भिटेसन कार्ड दिनुभयो बिनाजुलाई हातमा अनि म बिनाजु भाइ ठुल्देजू गएको थियौँ अनि त्यसपछि त्यहाँनिर दियौँ अनि निम्तो दियौँ अनि त्यसपछि हामीलाई पनि टिका लगाइदिनु भयो त्यो भिडियो चाहिँ मैले खिच्न पाइनँ अनि त्यसपछि बिनाजुको फोटो खिच्यौँ बिनाजुसँग फोटो खिच्यौँ उता फ्यामिलीसँग फोटो खिच्यौँ अनि खानासाना खायौँ एकछिन गफ गऱ्यौँ अनि त्यसपछि हामी चाहिँ हिँड्यौँ त्यही निस्केपछिको मात्र भिडियो बनाएको छु मलाई त भिडियो बनाउन अप्ठ्यारो लाग्यो अनि निस्केपछि मात्र भिडियो बनाएको छु मैले चाहिँ अरू चाहिँ हेर्नु है अनि निस्केर हिँडेपछि चाहिँ बाहिर यति राम्रो देखिरहेको थियो अनि त्यसपछि ठुल्देजू र ठुलो बिनाजु अगाडि हुनुहुन्थ्यो अनि म र भाइ चाहिँ पछाडि थियौँ अनि भाइसँग गफ गर्दै गयौँ रमाइलो भयो निम्तो दिएर आउँदाखेरि सो हेलो एभ्रिवान आज चाहिँ कति हो डेट भन्दाखेरि आई डोन्ट एक्ज्याक्टली रिमेम्बर द डेट बट आज चाहिँ 4 गते हो and I'm so excited to meet my sister who is coming all the way from Australia to Nepal to attend her sister's wedding अनि मेरो दिदीको चाहिँ बिहे छ मेरो सानदिदीको बिहे छ अनि सानदिदी पनि पोर्चुगलबाट आउनुभएको अनि मेरो अर्को दिदी पनि अस्ट्रेलियाबाट नेपाल आउनुभएको दिदीको बिहेको लागि अनि हामी चाहिँ म चाहिँ लाइक अलमोस्ट लाइक 3 आवर्स जति सुतेँ होला अनि मामु बाबा पनि सुत्नु भएको छैन दिदीलाई भेट्ने भनेर एन्ड हामी सबैजना बसिरहेछौँ रमाइलो भइरहेछ दिदीलाई लिनको लागि जान्छौँ अब हामी दिदी आउनुहुन्छ 11 बजीतिर ल्यान्डिङ हुन्छ दिदीको अस्ट्रेलियाबाट अनि वी आर सो एक्साइटेड टु मिट हर अनि यही हो आई विल सो यु गाइज हामी चाहिँ रेडी भइसक्यौँ सबैजना यहीँ हुनुहुन्छ शान्ति हेर्नु त हाई अब हामी जान्छौँ तपाईँ नि आइसक्नु भएको तपाईँ ल हेर्नु Hello guys. She is the main character of our house. अनि हामी एयरपोर्ट पुग्यौँ हामीले बुके लग्यौँ दिदीको लागि अनि डोनट्स पनि लगेको थियौँ बिचरा भोक लाग्यो होला भनेर अनि त्यसपछि दिदीको सबैजना टेन्सनमा थियौँ अनि दिदीको ल्यान्ड भयो भनेर सबैजना नै इमोसनल भयौँ अनि दिदी आउनुभयो एकछिनपछि अनि बाबा फर्स्टमै गएर हग गर्नुभयो अनि हामीले लाइक 4 इयर्स पछि भेटेको नि त अनि हामी सबैजना नै इमोसनल भयौँ त्यतिखेर अनि एकदमै खुसी लाग्यो दिदी भेटेर 4 वर्षपछि एकजना दिदी 7 वर्षपछि एकजना दिदी भेटेर एकदमै खुसी थियौँ हामी अनि त्यसपछि हामी सबैजना त्यहाँनिर हग गऱ्यौँ भेट्यौँ एकछिन इमोसनल मोमेन्ट भयो अनि घर आयौँ गरेको लागेन Are you gonna welcome me? Yes. ऊ चाहिँ मेरो घरमा काम गर्ने मारिन आएको छ
मैले चस्मा ल्याइदिएको अनि सुन्यो सुन्यो सबैजनाले सुन्यो सबैजना सुन्यो नि सानो बच्चा मेरो कहाँ बसिरहेको छ आजको लागि यति नै हो दिदी आउनुभयो सी वाज टायर्ड अनि सी वाज स्लिपिङ डाउनवर्ड्स अनि मैले चाहिँ यहाँनिर आजको भिडियोको एन्डिङ गरिदिएँ सो किप सपोर्टिङ किप लभिङ डु लाइक कमेन्ट अनि सेयर अनि धेरै माया देखाउनुहोस् थ्याङ्क यू बाई बाई